हेलो गाइज, आज चाहिँ म तपाईहरुलाई यसी 2081 एकाउन्ट सब्जेक्टको चाहिँ जर्नल भाउचर सिकाउन गइरहेको छु है। जर्नल भाउचर गरिदिन गइरहेको छु। सो तपाईहरुले के कस्तो गर्नुभयो एक्जाममा चेक गर्नु होला र आगामी आउने भाइबहिनीहरुले पनि अब यसी दिने भाइबहिनीहरुले 2082 मा लाई पनि सहयोग मिल्छ। सो मैले चाहिँ यसको भिडियो पहिल्यै बनाएको थिएँ। के भइदियो भन्दाखेरि मैले बनाएको भिडियो चाहिँ केटा हैन, मैले त डिलिट गरिदिन्छु के हानि। भिडियो बनाउने जरी बनाए है, 14 मिनेटको थियो, पुरै डिलिट गरिदिन्छु है। मैले यहाँ अब सल्भ गरेको छु, यो मात्र देखाउँछु है तिमीहरुलाई सर्लक्क। सो हेर्नु है, यहाँ झ्याउ भयो नि यार, यत्रो भिडियो बनाएर यार डिलिट गर्नु पर्यो क्या। अनि डिलिट गरेँ क्या झुक्केर मैले। एजिएफ नम्बर 203 ट्रेस बिनबाट पनि डिलिट गरेछु। अनि सो एजिएफ नम्बर 203 चाहिँ लेख्नुपर्ने हुन्छ। सेन्ट्रल प्रोभिन्सियल लोकल गभर्नमेन्ट भन्ने यो उस नै भइहाल्यो। डिस्ट्रिक्ट इरिगेसन अफिस भन्ने यहाँ छ यी, डिस्ट्रिक्ट इरिगेसन अफिस भन्ने अफिसमा टिक लगाएको थिएँ मैले। अफिस कोड नम्बर छैन, यहाँ हुँदैन, नर्मली दिँदैन। जर्नल भाउचर डेट चाहिँ 2021 7 महिनाको छ डेट है। 07 भनेर मैले नेपालीमा लेखेको रहेछु अरे, इङ्ग्लिसमा लेखौँ है 07। त्यसपछि यो चाहिँ अब यतातिर चाहिँ त्यो कति दिन भन्ने कुरा हो, 7 महिना कति गते भन्ने कुरा के, दिन भन्दा नि गते चाहिँ मैले यहाँ लेखेको छु, 1 गते 5 गते। सो यो चाहिँ क्रोनोलोजिकल अर्डर भनेर मैले यहाँ लेखेको छु। यो मतलब डेट वाइज भन्न खोजेको, मतलब क्रोनोलोजिकल अर्डरमा गर्ने भनेको 1 गते, त्यसपछि 5 गते, यसरी 18 गते भने कर्मश गर्ने होइन, डेट वाइज गर्ने भन्न खोजेको। 1 गते गर्ने, त्यहाँबाट 18 गते गर्ने, त्यहाँबाट 5 गते गर्ने, त्यस्तो होइन, क्रोनोलोजिकल अर्डरमा गर्ने भन्न खोजेको त्यो चाहिँ। सो अब सुरुमा हेरौँ के भने, इस्युड पेमेन्ट अफ ₹50,000 टु शर्मा कम्पनी फर द पर्चेस अफ फोटोकपी मेसिन भनेको छ। सो डेबिटमा बी एक्सपेन्सेस हेड हुन्छ, यानि फोटोकपी मेसिन। क्रेडिटमा डिटिसी टिएसए हुन्छ। यो 50,000, यो 50,000 यहाँ लेखियो। बिङ फोटोकपी मेसिन पर्चेस, अथवा यहाँ जे छ त्यही लेख्दा हुन्छ। यो न्यारेसन लेख्न आउँदैन भनेर नडराउने है, डराउनु पर्दैन। यो चाहिँ एमाउन्ट नलेख्ने, यो अगाडिको यो लेख्नु परेन। यो शर्मा कम्पनी फर द पर्चेस अफ फोटोकपी मेसिन भनेर सिधै बिङ शर्मा एन्ड कम्पनी फर द पर्चेस अफ फोटोकपी मेसिन भनेर यसरी क्वेसन नै सारिदिँदा पनि हुन्छ है। जसलाई आउँदैन, आउनेले त अलिअलि मिलाएर होइन, अलिअलि मिलाएर टक्क लेख्दा हुन्छ। अब यसरी गरेको थिएँ है मैले। अब डिलिट गर्नु पऱ्यो क्या यार केटा यार, हेत्तेरी। अनि 5को हेरौँ है। 5मा चाहिँ के भनेको भन्दाखेरि इस्युड पेमेन्ट अर्डर अफ रुपिज, अनि पछि यहाँ बी लेखेको छ है। यहाँ बी लेखेपछि चाहिँ हामीले बीएस नम्बर लेख्छौँ है, बजेट हेड नम्बर 22311। यो चाहिँ मैले कहाँ लेखेको भन्दाखेरि फोटोकपी मेसिनको बजेट हेड नम्बर यति होइन है, यो होइन, सायद होइन। मैले चाहिँ कहाँ लेखेको भन्दाखेरि यतातिर स्टेटमेन्ट अफ एक्सपेन्डिचरबाट लेखेको। स्टेटमेन्ट अफ एक्सपेन्डिचरमा चाहिँ अफिस रिलेटेड एक्सपेन्सेसको बजेट हेड नम्बर लेखेँ, किनभने फोटोकपी मेसिनको यहाँ कति पनि टाइटल दिएको थिएन। टाइटल नदिएपछि त यो दिने कुरो भएन। सो टाइटल कति पनि नभेटेपछि त्यस्तै खालको कुनै राखिदिने क्या, त्यो छोडेर नआउने। सो अफिस रिलेटेड एक्सपेन्सेसको मैले 22311 भनेर यतातिर लेखिदिएँ। तिमीहरूले पनि यस्तै गर्ने। अब बजेट हेड नम्बर घोकेर त साध्यै छैन, त्यही भएर चाहिँ मैले यसो गरेको हो। अब बी लेखेको ठाउँमा बजेट हेड नम्बर लेखिन्छ, बी नलेखेको ठाउँमा बजेट हेड नम्बर लेखिँदैन, त्यो त मैले भनिसकेको छु बारम्बार। सो अब यो उसमा जाउँ, यो 5 गतेकोमा। सो इस्युड पेमेन्ट अफ ₹50,000 एडभान्स टु सेक्सन अफिसर खनाल फर पर्चेसिङ अफिस मेटेरियल। यसमा चाहिँ डेबिटमा पोस्ट हुन्छ सेक्सन अफिसर कमा नेम अफ पर्सन कमा एडभान्स फर पर्चेसिङ अफिस मेटेरियल भनेर लेखिन्छ। क्रेडिटमा डिटिसी टिएसए भनेर लेखिन्छ। अब यो पर्चेसिङ अफिस मेटेरियल अनि यहाँबाट नलेख्ने है, किनभने यो डेबिट भनेर छुट्टै देखियोस् के। अब यहाँबाट लेख्ने ट्याक्कै यसको सिधा यसरी चाहिँ गर्ने, लेख्ने। 50,000 आयो, अनि बिङ भनेर यसरी न्यारेसन गरियो, सक्यो यो पनि। त्यसपछि फेरि अब हामी यहाँ यो इम्प्लोइ रेम्युनरेसनमा इस्युड पेमेन्ट अर्डर अफ इम्प्लोइ रेम्युनरेसन फर द मन्थ अफ कार्तिक अफ ₹1,32,000 आफ्टर डिडक्टिङ प्रोभिडेन्ट फन्ड 24,000 एन्ड इन्कम ट्याक्स ₹2,000 भनेको छ। यसमा चाहिँ डेबिटमा बी इम्प्लोइ रेम्युनरेसन हुन्छ, क्रेडिटमा प्रोभिडेन्ट फन्ड हुन्छ, क्रेडिटमा इन्कम ट्याक्स हुन्छ, क्रेडिटमा डिटिसिओ टिएसए हुन्छ। इम्प्लोइ रेम्युनरेसन 1,32,000 भएको छ, अनि क्रेडिट फन्ड यो, अनि पछि इन्कम ट्याक्स पनि 2,000 छ, अनि पछि माथि 24,000 2,000। त्यसपछि कति पुग्दैन, 1,06,000 पुग्दैन। 1,32,000 हुन 1,06,000 पुग्दैन। 1,06,000 लेख्ने। यसलाई के भनेर लेख्ने, डिटिसिओ टिएसए भनेर लेख्ने। बिङ इम्प्लोइ रेम्युनरेसन फर द मन्थ आफ्टर डिडक्टिङ प्रोभिडेन्ट फन्ड इन्कम ट्याक्स भनेर लेखेको छु मैले। यसरी नै तिमीहरूले लेख्ने, बुझ्यौ नि। त्यसपछि अब यहाँ हेर्ने अर्को, द अफिस मेटेरियल एडभान्स अफ सेक्सन अफिसर खनाल ₹50,000 वाज क्लियर आफ्टर सबमिटेड द बिल विथ अफिस मेटेरियल भन्यो। एडभान्स चाहिँ के भयो भने क्लियर भयो भन्यो। सो एडभान्स क्लियरको चाहिँ भाउचर बनाउने है। यो जर्नल भाउचर तिमीहरूको यो आउँदैन, तिमीहरूलाई आउँदैन भने मैले अलरेडी भिडियो बनाइसकेको छु, 2-3टा भिडियो बनाइसकेको छु, त्यो हेर्ने मजाले आउँछ तिमीहरूलाई। सो डेबिटमा बी अफिस मेटेरियल, बी एक्सपेन्सेस हेड लेख्ने है। अब एक्सपेन्सेस हेडको ठाउँमा अब के एक्सपेन्सेस हेड हो, त्यो अफिस मेटेरियल हो कि अफिस ड्रेस हो कि के हो त्यो लेख्ने। अफिस मेटेरियल हो, सो बी अफिस मेटेरियल। क्रेडिटमा पोस्ट
सेक्सन अफिसर भयो, नेम अफ पर्सन खनाल कमा क्लियरेन्स अफ एडभान्स अथवा क्लियरिङ द एडभान्स जे लेखे पनि भयो, बिङ एडभान्स क्लियर्ड बाई खनाल लेख्ने होइन, अथवा अरू पनि त्यहाँ पुरै यो सर्लकै उस पनि सार्न सकिन्छ है, हामीले क्वेसनकै सार्न पनि सकिन्छ यहाँ न्यारेसनमा, केही ठुलो कुरो भएन। सो बी छ, त्यस कारण चाहिँ मैले यता पज डेट नम्बर लेख्नु परेको हो। 223111 भन्ने चाहिँ अफिस रिलेटेड एक्सपेन्सेस हो, त्यस कारण चाहिँ यो लेखेको मैले है। अफिस मेटेरियलको ठ्याक्कै थाहा भएन मलाई चाहिँ बजेट डेट नम्बर, तिमीहरूलाई पनि थाहा हुँदैन, घोक्ने कुरा पनि भएन। कहाँबाट लेख्ने भन्दाखेरि यहीँ क्वेसनमै दिन्छ, यहाँ क्वेसनमा दिन्छ, यहाँ यो स्टेटमेन्ट अफ एक्सपेन्डिचरमा दिन्छ, यसैबाट लेख्ने है, मजाले यसैबाट लेख्ने। मैले पहिला पनि भनेको थिएँ यसैबाट लेख्ने भनेर। सो अफिस रिलेटेड एक्सपेन्सेस भनेर दिएको छ, त्यही यहाँ हानिदिने, यहाँ खाली छोडेर चाहिँ नआउने है। जे भने अब चावडा अक्षर भएको भने चावडा उसको होइन त्यो अङ्कको भए पनि जे भयो भने लेख्दिने। यहाँ चाहिँ अब अफिस रिलेटेड एक्सपेन्सेस भएको कारणले गर्दा मैले यो लेखेँ। 50,000 सकियो। यति गरेपछि अब अन्तिममा अर्को छ एउटा, यहाँ डिडक्टेड एमाउन्ट अफ प्रोभिडेन्ट फन्ड एन्ड इन्कम ट्याक्स वाज डिपोजिटेड इन्टु रिलेटेड अफिस एकाउन्ट भने छ। यसको चाहिँ कसरी गर्ने भन्दाखेरि यहाँ डेबिटमा प्रोभिडेन्ट फन्ड बनाउने। अब अघिको हामीले के हामीले चाहिँ क्रेडिट गरेका थियौँ सबै डेबिट गर्छौँ है। जस्तै यहाँ हेर्नुहोस्, क्रेडिटमा प्रोभिडेन्ट फन्ड, क्रेडिटमा इन्कम ट्याक्स गरेको थियो नि। अब डेबिटमा प्रोभिडेन्ट फन्ड, डेबिटमा इन्कम ट्याक्स, अनि क्रेडिटमा डिटिसी युटिएससी हुन्छ। 24,000 छ, 2,000 छ, अनि डिटिसी युटिएससीमा 26,000 हुन्छ। कसरी हुन्छ भन्दाखेरि 24,000 2,000 जोड्दाखेरि कति हुन्छ? 26,000 हुन्छ। 26,000 यता लेख्ने, डेबिट र क्रेडिट त बराबर बनाउनु पऱ्यो नि त, हो त्यही भएर बिङ डिडक्टेड एमाउन्ट अफ प्रोभिडेन्ट फन्ड एन्ड इन्कम ट्याक्स डिपोजिट इन्टु रिलेटेड अफिस एकाउन्ट भनेर यसरी लेख्ने। यसरी तिमीहरूले लेख्यौ भने तिमीहरूको 8 मार्क्स आउँछ। यो अन्तिमको है, यो अन्तिमको जर्नल हो 30 नम्बरको, हेर्ने मजाले। सो यही भिडियो थियो है। यही भिडियो चाहिँ अघि डिलिट भएको थियो मेरो मोबाइलबाट, र मैले ट्रेस बिनबाट पनि डिलिट गरेको थिएँ झुक्केर है। पुरै गरेको थिएँ मैले, पुरै लेखिदिएको थिएँ। 8 मार्क्स आउँछ भनेर यसरी गराएको थिएँ मैले है। सो डिलिट गरेँ क्या मैले यार, त्यत्रो मिहिनेत गरेर बनाएको भिडियो। सो यो झन् छिट्टो भ्यायो है, 7 मिनटमा। अघिको 14 मिनट लागेको थियो गरेर देखाउँदा, यो चाहिँ 7 मिनटमै लगभग 8 मिनटमा भ्याइयो है। सो हेर्न सक्छौ, यही नै हो र अन्तिमको यो भयो। ल, थ्याङ्क यू सो मच।